अब चौथो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तहाँ उपरान्त कन्यादान लिने दिन आयो र विष्णु श्री महादेव आउनु होला भन्ने मनमा लिएर दक्ष प्रजापतिको घर जानुभयो। दक्ष प्रजापतिले आवश्यक सम्पूर्ण सामग्री तयार पारी यज्ञ गराए। अरू विधि सकिएपछि कन्यादान गर्न तयार भए। महादेव भने 20 भाङ धतुरो यथेष्ट मात्रामा खाई मत्त भएर दक्ष प्रजापतिका घर जान बिर्सिरहे। तब विष्णुले, महादेव अहिलेसम्म आउनु भएन, कन्यादान दिने बेला भयो, मेरा हातमा थापेका खण्डमा महादेवलाई हुँदैन, अब कसो गरौं भनी चित्त आकुल गरिरहे। उता महादेवले पनि कन्यादान गर्ने दिन आजै हो, विष्णु पनि गए होलान्, बेला पनि भयो होला भनेर सम्झे। अनि झट्ट वृद्ध सन्यासीको रूप बनाई चाँडै नै दक्षका घरमा खडा भई भिक्षा मागे। हे विष्णु, म अति टाढाबाट आएको छु, भोक पनि लागिरहेको छ, अतः मलाई भिक्षा नदिई कन्यादान गरे, कन्यादान लिने दिने दुवैलाई श्राप गर्नेछु भने। यस्तो सन्यासी रूप भएका महादेवबाट आज्ञा भएपछि विष्णुले भन्नुभयो, हे भिक्षुक, मेरो बेला बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तोष गराउँला, अहिले म भएको ठाउँमा आई बस भनी आफू बसेको सिंहासनमा आदरपूर्वक बसाले। महादेव कस्तो बेलामा आइपुग्नु भयो भने बिरणीले सुनको कमण्डलले धारा दिई दक्ष प्रजापतिले सतीदेवीको हात समाए विष्णुका हातमा सुम्पन लागेको। यस्तो बेलामा पुग्नुभयो र विष्णुले आफ्ना मायाले छोपी दक्ष प्रजापतिको आँखा छली सतीदेवीको हात सन्यासी रूप श्री महावैकुण्ठ देवको हातमा पारिदिए। त्यो देखेर दक्ष प्रजापतिले बडो विषाद गरी विष्णुतिर हेरेर, तिमी कपटी रहेछौ, तिम्रो विश्वास नपर्दा मेरी पुत्री सतीदेवी यो अवस्थामा पर्न गई। यस्तो कुरा दक्ष प्रजापतिले भनेको सुनेर पछि केही उत्तर नदिई अब म जान्छु भनी सन्यासी रूप महादेवसित विदा भई वैकुण्ठ गए। त्यसपछि दक्ष प्रजापतिले सतीदेवी तर्फ हेरेर भने, हे पुत्री, पापिष्ट विष्णुको छलले गर्दा यस्तो भयो, यो वृद्ध सन्यासी स्वामी पाइस, अब पनि तँ चिन्ता नगर, तेरा हामी छँदैछौ, तँलाई हामी पालौँला, अहिले त्यसैसँग जा। यस्तो आफ्ना पिताको वचन सुनेर बहिनीहरूले देवता स्वामी पाएको सम्झी सतीदेवीले म धिक्कार रहेछु भनी बडो विषाद गरी रुन लागिन्। फेरि मेरो कर्ममा यस्तै लेखेको रहेछ, अब रहेर के गर्ने, जस्तो भए पनि बाबा महतारले दिएको आफ्ना कर्ममा लेखेको मेरा स्वामी यिनै हुन् भनी धैर्य धारण गरिन्। त्यस उपरान्त सन्यासी रूप श्री महादेवले सतीदेवीतिर फर्केर आज्ञा गरे, हे स्त्री, अब यहाँ बसेर के गर्ने, आफ्नो घर जाऊ, तिम्रा पिता मातासित विदा मागेर आऊ। यस्तो आफ्ना स्वामीबाट आज्ञा पाएपछि सतीदेवीले हवस पनि त्यहाँबाट उठेर बाबा महतारी भएका ठाउँमा गएर, हे माता पिता, आज्ञा पाए म जाने थिएँ भनेर विनम्र स्वरले विदा मागिन्। दक्ष प्रजापति र बिरणीले पनि बहुतै धैर्य गरेर जाऊ भनी विदा दिए। सतीदेवीले पनि दण्डवत प्रणाम गरेर सन्यासी रूप श्री महादेवको अगाडि लागेर गइन्। बाटोमा जाँदा सन्यासी रूप महादेव सस्नेह आज्ञा गर्नुहुन्छ, हे सुन्दरी, कहिले पनि घरबाट ननिस्केकी, सधैँ सुखमा बसेकी, यस्तो कोमल अङ्ग भएकी तिमीलाई परिश्रम होला, सुस्त हिँड भनी आज्ञा भएको सुनेर सतीदेवी विनम्र स्वरमा भन्दछिन्, हे स्वामी, म त हिँड्न सकुली, हजुरको वृद्ध अवस्था भएको छ, परिश्रम हुन जाला, सुस्त हिँडिबक्सनुहोस् भनिन्। यस्तै तरहले अनेक थरीका कुरा गर्दै सतीदेवीले आफ्ना स्वामीको वृद्ध अवस्थादेखि, यो वृद्ध अवस्था भएका म यस्ती युवती मेरा स्वामीलाई कसैले केही गरी मलाई हरेर लैजानन् कि भनी मनमा साह्रै चिन्ता गरी एकछिन पनि नछाडी पछि लागेर गइन्। कैलाश पर्वतमा पुगेर सन्यासी रूप महादेवले सतीदेवीको चरित्र हेर्न निमित्त कैलाश पर्वतको टाकुरामा एउटा खरले तुर्याएको घर उत्पन्न गरी, हे स्त्री, हाम्रो घर त्यही हो, आइपुग्यो भनी औँलाले देखाए। अब तिमी भित्र जाऊ, भोक लाग्यो होला, केही झिकेर खाऊ, मलाई परिश्रम पर्यो, एकछिन सुत्छु भनी 20 भाङ जत्रुहरू खाई बाहिरै सुते। सतीदेवीले त्यो खरको घरदेखि आफ्ना पिता दक्ष प्रजापतिको घर सम्झेर, त्यस्ती सुवर्णका घरमा बसेकी मलाई यस्तो खरको झुपडी घरमा बस्नु पर्यो भनी बहुतै विषाद गरी आँखाबाट आँसुका धारा बगाइन्। फेरि मेरा कर्मले यस्तै पारिल्यायो, के गरौं भनी मन बुझाइन्। पछ्यौराको छेउले आँसु पुछिन् र घरभित्र बसिन्। तहाँ हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। अनि कुचोले त्यो माकुराको जालो मिल्काई कसिङ्गर लगाएर साफ पारिन्। फेरि स्वामी जागा भएपछि के खान दिउँली भनेर भण्डारमा हेर गइन्, तर त्यहाँ तिनले केही फेला पारिनन् र चित्ताकुल गरी श्री महादेव सुतेका ठाउँमा गई गोडामुनि बसिरहन्।
4 दिन बितेपछि महादेव जागा भएपछि र सतीदेवीको मुखेरी हे पापिनी स्त्री मलाई एक्लै बाहिर छाडी आफूभित्र सुतिस् त्यसो गरे पनि तँलाई खानु पर्दैन थियो केही खाइसी खाइनस् भनेर नाना तरले रिसाउन लागेको देखि सतीदेवीले हँस्याइले मुख गरी श्री महादेवको मुखमा हेरी हे स्वामी हजुरलाई साह्रै गाढा निन्द्रा परेको देखि जागा गराउन सकिन म सुतेकी पनि छैन यही आएर बसिरहेकी छु मैले त भण्डारमा जे भएको मिठाई आदि खाइसके हजुर के खानुहुन्छ भनिन् फेरि सतीदेवी कस्ती थिइन् भने सधैँ श्रृंगार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाई रहन्थिन् यति सतीदेवीले भनेपछि त्यहाँ के थियो र खाइहोली भनी करुणामूर्ति सन्यासी रूप श्री सदाशिवलाई अति करुणा भएर हे प्रिय हाम्रो घर यो होइन त्यस घरको भित्तो च्याती भित्र गएर हेर त भने र सतीदेवीले भन्दछिन् हे स्वामी भएको घर नासी नभएको घर कहाँ हेर्न जाउँ फेरि बनाउनु परेमा हजुर वृद्ध म स्त्री जाति कसले बनाइदेला यस्तो सतीदेवीको वचन सुनेर महादेव जुरुक्क उठेर खरको भित्तोमा लात्ताले हानी मिल्काएर कैलाशको दर्शन दिनुभयो नाना मणि माणिक्यले जडाउ भएको स्वर्णले बनेको त्यस्तो दिव्य घर देखि सतीदेवी प्रसन्न भई मेरा बाबा दक्ष प्रजापतिको घरभन्दा पनि अति राम्रो यो घर कसको होला भनी ठानिन् सन्यासी रूप श्री महादेवले आफ्नो रूपको दर्शन सतीदेवीलाई दिनलाई चोकमा डाकी लगेर हे स्त्री यो चोकको माझमा गाईका गोबरले मण्डलाकार बाटुलो पारी लिपिदेऊ भने सतीदेवीले पनि हवस् भनेर पोतिदिन् सन्यासी रूप श्री महादेवले पोतेको ठाउँमा गई निर्मल स्फटिकको वर्णको विश्वम्भर मूर्तिको दर्शन दिनुभयो तब सतीदेवीले मनमा आनन्द मानी आँखाबाट हर्षको आँसु बगाउँदै म धन्य रहेछु जगदीश्वर महादेव स्वामी पाएँ भनी फूलको माला पहिराई 3 पटक परिक्रमा गरी साष्टाङ्ग दण्डवत गरिन् र त्यसपछि ती दुवै शिवशक्ति स्वरूपले रहँदा भए यदि श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमारगच्छ संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां सतीदेवी विवाह वर्णनम नाम चतुर्थोऽध्याय।